नमस्कार। कहिले सोच्नुभएको छ दुई विशाल छिमेकीको बीचमा रहेको एउटा सानो भूपरिवेष्टित देशले कसरी संसारभरि आफ्नो सम्बन्ध बनाउँछ? आज हामी नेपालको परराष्ट्र नीतिको यही कलालाई अलि नजिकबाट निहाल्नेछौँ। ल एउटा नम्बरबाटै कुरा सुरु गरौँ न। 182। यो के नम्बर होला? यो हो ती देशहरूको सङ्ख्या जससँग हिमालको देश नेपालले सन् 2024को सुरुसम्ममा औपचारिक कूटनीतिक सम्बन्ध कायम गरेको छ। सोच्नुस् त, 182 देश! अब प्रश्न उठ्छ, यस्तो संवेदनशील भू-राजनीतिक अवस्थामा भएको देशले आखिर कसरी यति धेरै देशसँग सम्बन्ध बनाउन सफल भयो? कसरी यस्तो विश्वव्यापी पहुँच कायम गर्यो? हो, यसको जवाफ लुकेको छ नेपालको परराष्ट्र नीतिमा। ठिक छ, अब अलिकति भित्र पसौँ है। खासमा यो परराष्ट्र नीति भनेको के हो त? एकदमै सरल भाषामा भन्नुपर्दा यो कुनै पनि देशले आफ्नो राष्ट्रिय स्वार्थ जोगाउँदै बाँकी विश्वसँग कसरी सम्बन्ध राख्ने भनेर बनाएको एउटा खाका, एउटा योजना। अझै सरल तरिकाले भन्दा यो बाहिरी दुनियाँमा आफ्नो देशको हित कसरी अघि बढाउने भनेर तय गरिएका व्यवहारहरूको सङ्गालो हो। भनौँ न, यो एउटा देशले अरू देशहरूसँग कसरी व्यवहार गर्ने भनेर बनाएको रुल बुक जस्तै हो। तर हेर्नुस्, नेपालको सन्दर्भमा यो खाली हात मिलाउने वा सन्धि सम्झौता गर्ने कुरा मात्रै होइन। यो त आफ्नो अस्तित्व जोगाउने, भू-राजनीतिक सन्तुलन मिलाएर राख्ने अनि विश्व मञ्चमा आफ्नो आवाजलाई बलियो बनाउने एउटा निकै महत्त्वपूर्ण रणनीति हो। प्रश्न आउँछ, नेपालले यो सब गर्छ कसरी त? हो, यसको रहस्य लुकेको छ केही शक्तिशाली अनि ऐतिहासिक मार्गदर्शक सिद्धान्तहरूमा। यो भनाइ त धेरैले सुन्नुभएकै होला, दुई ढङ्गा बीचको तरुल। यो उपमाले भारत र चीन जस्ता दुई विशाल शक्तिहरू बीच नेपालको कस्तो नाजुक अवस्था छ भनेर प्रश्न पार्छ र यही वास्तविकताले शताब्दीौँदेखि नेपालको कूटनीतिलाई आकार दिँदै आएको छ। हो, यही तरुलको अवस्थालाई चलाकीपूर्वक सम्हाल्नका लागि नै नेपालको परराष्ट्र नीति मुख्य दुईवटा खम्बाहरूमा टिकेको छ। एउटा हो असंलग्नता र अर्को हो पञ्चशीलका सिद्धान्तहरू। अब कुरा गरौँ पञ्चशीलको। यो संस्कृत शब्द हो जसको अर्थ हुन्छ 5वटा सिद्धान्त। यो वास्तवमा शान्तिपूर्ण अन्तर्राष्ट्रिय सम्बन्धको लागि बनाइएको एउटा आचार संहिता हो। यसले हरेक राष्ट्रको सम्मान गर्नुपर्छ र मिलेर अघि बढ्नुपर्छ भन्ने कुरामा जोड दिन्छ। अनि हो, यही शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्तमा टिकेर नै हो नेपालको विश्वव्यापी पहुँच समयसँगै यति धेरै विस्तार हुन सकेको। यो यात्रा आफैमा गजबको छ। सोच्नुस् त, सन् 1950को दशकभन्दा पहिले जम्मा 4वटा देशसँग मात्रै हाम्रो सम्बन्ध थियो। तर त्यसपछि हेर्नुस्, 1955मा नेपाल संयुक्त राष्ट्रसङ्घको सदस्य बन्यो अनि 1961मा असंलग्न आन्दोलनको संस्थापक सदस्य नै। यस्तै महत्त्वपूर्ण कदमहरूले गर्दा आज त्यो सङ्ख्या बढेर 182 पुगेको छ। तर एउटा कुरामा प्रश्न हुनुपर्छ है, असंलग्नता भनेको तटस्थ बस्नु वा दुनियाँबाट अलग्गिनु चाहिँ पटक्कै होइन। यसलाई यसरी बुझौँ न, यो भनेको फुटबल म्याचको दर्शक बन्नु होइन, रेफ्री बन्नु जस्तै हो। रेफ्री खेलमा सक्रिय हुन्छ, नियमअनुसार सही गलत छुट्याउँछ, तर कुनै टिमको पक्ष लिँदैन। हो, ठिक त्यसै गरी असंलग्नता भनेको पनि कुनै गुटको दबावमा नपरी सिद्धान्त र तथ्यको आधारमा आफ्नो निर्णय लिनु हो। अब मनमा एउटा प्रश्न आउन सक्छ, के यी पुराना सिद्धान्तहरू आजको यो यति छिटो परिवर्तन भइरहेको संसारमा पनि काम लाग्छन् त? नयाँ नयाँ चुनौतीहरू आइरहँदा यो नीति किन आज पनि उत्तिकै महत्त्वपूर्ण छ? पञ्चशीलका सिद्धान्तहरू सधैँ सान्दर्भिक छन्, किनभने नेपाल जस्तो देशको लागि स्थिरता, आपसी सम्मान अनि सहयोग भनेको राम्रा कुरा मात्र होइनन्, यी त राष्ट्रिय सुरक्षाकै आधार हुन्। यो नीतिले नै हो नेपाल जस्तो देशलाई आफ्नो कुरा राख्न, साझा विचार मिल्नेहरूसँग हातेमालो गर्न अनि ठूला शक्ति राष्ट्रहरूको जटिल स्वार्थको चङ्गुलमा नफसिकन आफ्नो बाटोमा अघि बढ्न एउटा बलियो आधार दिने। अहिले विश्वको भू-राजनीति तीव्र गतिमा बदलिँदैछ। यस्तोमा एउटा गम्भीर प्रश्न हामी सामु छ, के सन्तुलन र सिद्धान्तमा आधारित यही रणनीति नै 21औं शताब्दीको यो उथलपुथलपूर्ण भू-राजनीतिलाई पार लगाउने अन्तिम साँचो हो त?